गाउँ मुठा पार्दै थिएँ। मम्मीले त हेर त तल्लो गरामा कति धेरै न्युरो रच जाँदा टिप भनेर भन्नुभयो। मलाई पनि गाउँ बान्नलाई अल्छी लागेको थियो, त्यही भएर म पनि धम्माधम न्युरो टिप्न थालेँ। सबैतिर मजाले हेरेर न्युरो टिप्दै थिएँ। त्यति बेलामा मैले माथिल्लो कालामा फेरि कहाँबाट पाकेको केरा देखेँ। हैन यो बारीमा कहाँबाट आयो केरा भनेर मास्तिर हेरेको त माथिबाट भाँचेर झरेको रहेछ। यस्तो बोटमै पाकेको केरा पाएपछि कसले छोड्दिएर, अनि मैले पनि कस्तो रहेछ भनेर चुडाले खाएको त एकदमै मिठो रहेछ। अनि मम्मीलाई पनि मैले केरा भेटाएँ, केरा खान आउनु भनेर बोलाएँ। त्यसपछि घर आएर बेलुकातिर चाहिँ अब यो न्युरोको अचार बनाउनु पर्यो भनेर सबैभन्दा सुरुमा अलिकति न्युरो लिएर न्युरो र आलुलाई धारामा लगेर मजाले पखालेर ल्याएँ। त्यसपछि चट्टसँग ग्यास बालेर सानो ताप्केमा आलु र पानी हालेर बसाले, अनि त्यही माथि नै न्युरो हालेर अलिकति पानी थपेर सानो कचौराले छोप्दिए। अनि त्यसपछि एकछिनपछि हाम्रो आलु र न्युरो पनि पाकिहाल्यो। त्यसपछि ग्यास बन्द गरेर त्यसलाई आलुलाई चाहिँ निकालेर तासेर सानो पारेर काटे। त्यसपछि प्याजको पातलाई पनि मसिनो पारेर काटिसकेपछि चट्ट लाएर ग्यास बालेर ताउ बसालेर ताउमा अलिकति तेल हालेर सानो मेथी डढाए। अनि मसँग चाहिँ हरियो खोर्सानी थिएन, त्यही भएर सुकेको खोर्सानी भाँचेर त्यही हाले। तेल भने चाहिँ अलि बेसी नै तातेछ, अनि प्याज हाल्ने बेलामा चाहिँ अलि तल्का नै मचिरहेको जसो तसो तातो तेलको छिटाबाट जोगेर मजासँगले त्यसलाई चलाएर त्यसमा आलु र उसिनेको न्युरो हालेर मजाले चलाए। अनि नुन बेसार मसला ससला सबै हालेर मजाले मोलिसकेपछि चाहिँ हाम्रो न्युरोको अचार मिठो पाराले तयार भयो।